वेलकम ब्याक साथीहरू, सरोज किचनमा हजुरलाई स्वागत छ। म आज मसरुम बनाउँदैछु है, त्यही भएर मसरुम यता धोइधाइ पारेर म काट्न सुरु गरिसकेँ। यसरी एउटाबाट 4 प्याकेट बनाउने। यता मेरो छोरो आएछ। अब यसरी यसलाई एउटाबाट 4वटा टुक्रा बनाउँदै मैले काटिरहेको छु। मसरुम अब काटेर रेडी भइसक्यो। अब यसको लागि पकाउनलाई रेडी गरिसकेँ। यता कराईमा तेल हालिसकेँ। अर्ग्यानिक तेल म पकाएको। तेल तातिसकेको छ। अब जिरा, अलिकता अनि खुर्सानी हालेर पड्काउने। जिरा पड्किसकेको छ। अब यसमा प्याज हाल्ने। प्याज पनि भुटिसकेको छ। हाम्रो मसरुम यता छ, मसला यता छ। आज चाहिँ मेरो बुढीले पकाउँदैछन्। यता प्याज रातो भइसकेको छ। प्याज रातो भइसक्यो हाम्रो। अनि यसमा अलिकति हल्दी हाल्ने। हल्दी हालेर यसरी चलाइदिनुपर्छ। मसला पनि हालेँ, हल्दीहरू हालेर भुट्यो। हाम्रो मसला भुटिसकेको छ। अब टमाटर काट्ने। म चाहिँ यतादेखि भिडियो बनाउँदैछु। यो हाम्रो मसरुम हो, डल्ले च्याउ। अनि अब टमाटर पनि हाल्ने। माथिबाट यो मसलामा टमाटर हालेर अलिकति मिक्स गरिदिनुहोस्। आगो चाहिँ मसिनो गर्नुपर्छ। अलिकता नुन पनि हाल्ने। नुन हाल्यो भने छिट्टो टमाटर गल्छ, त्यसैले नुन पहिले हालियो। अनि यसलाई यसरी मजाले मिक्स गर्नुहोस्। यता चाहिँ हाम्रो मसला रेडी भइसक्यो। अनि फेरि एकछिन चलाइदिने यसलाई। लगभग अब टमाटर पनि गल्न आँटिसकेको छ। अनि अब हामी मसरुम हाल्छौँ। मसरुम हालेर पनि यसरी यसलाई चलाइदिने। यसरी चलाउँदै पकाउन गर्नुपर्छ। कति मिठो देखेर छ मसरुमको सब्जी। एकछिनको लागि छोडिदिने अनि फेरि चलाउने। अनि एकछिनको लागि मैले ढाकिदिएँ। यो ढाकेर खोल्दाखेरि यतिको भइसक्यो हाम्रो मसरुम। कति मिठो देखेर छ मसरुम डल्ले च्याउ। अनि फेरि यसरी चलाइदिनुपर्छ। सुक्खा पकाउन पर्छ है यो डल्ले च्याउ, अनि मिठो हुन्छ। कसलाई मन पर्छ मसरुम कमेन्ट गर्नुहोला। अनि लाइक पनि गर्नुहोला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नुहोला। हाम्रो मसरुम पकाएको आधा घन्टा भइसक्यो। यसलाई पानी मजाले सुकाउनुपर्छ, अनि बल्ल मिठो हुन्छ अरे। त्यही भएर यसले मजाले पानी सुकाउन आँटेको। सुक्खा बनाएको, आज झोल बनाएको छैन। दाल भात र मसरुमको सब्जी। लगभग हाम्रो पानी सुकिसकेको छ।
यसरी बनाउनुहोस् मसरुम, साह्रै मिठो हुन्छ। कसलाई कसलाई मनपर्छ हो साथीहरू मसरुम? मलाई त साह्रै मिठो लाग्छ। मासुभन्दा टेस्टी हुन्छ यो, अर्ग्यानिक हुन्छ। तर हामीले बजारबाट ल्याएको, यो अर्ग्यानिक होइन, जङ्गलबाट ल्याएको होइन, यो बजारबाट किनेर ल्याएको मसरुम हो। अब पाक्नै आँट्यो हाम्रो, पानी सुकिसकेको छ। सुक्खा बनाउने हो यो मसरुमलाई। यत्तिको भइसक्यो हाम्रो मसरुम। पाक्न आँटिसक्यो, तेल छोडिसकेछ। तेल छोड्यो भने सोचे हुन्छ अब हाम्रो मसरुम पाकिसक्यो। यसरी बनाएर खानुहोस् मसरुम, साह्रै मिठो हुन्छ। दामी देखिएछ है आज मसरुमको सब्जी। धेरै दिनपछि मैले मसरुमको सब्जी बनाएँ आज। यत्तिको भइसक्यो हाम्रो आज मसरुमको सब्जी, रेडी भइसक्यो। अब यो खानालाई रेडी भइसकेको छ मसरुम। अब ग्यास बन्द गर्नुहोस् अनि दाल र भात र मसरुमको सब्जी मजाले खानुहोस्। भिडियो मन परेल भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला साथीहरू। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। आजलाई यति नै। यता हाम्रो दाल पनि पाकिसकेको छ। आजलाई यति नै, बाई बाई। Thank you so much.